ल आज 2083 सालको उपलक्ष्यमा हामी चाहिँ घुम्न आएको छौँ ध्वजे डाँडामा। निकै रमाइलो ठाउँ बनाएको रहेछ हैन। एकदम विभिन्न जात जातिको झन्डाहरू राखेर एकदम साइडमा मोटरबारी मोटरबारीहरू एकदम रमाइलो। आज जस्तो बादल लागेको छ र मात्रै हो, नत्र भने ध्वजे डाँडा एकदम रमाइलो बनाएका रहेछन्। 83 सालमा हाँस्दिउँ न त दहरा निकालेर। 82 साललाई पनि निकै दुःख कष्टकर तरिकाले बिदाई गर्दै 83 सालमा हिँड्दैछु म आज पनि। निकै बुढो भयो जस्तो लाग्छ। 83 सालमा आज चाहिँ हामी ध्वजे डाँडा अगाडि कुम्बाहरू हुनुहुन्छ, कुम्बाहरू एकदम राम्रो बनाएको रहेछ। जहाँसम्म तपाईँ देख्न सक्नुहुन्छ तलदेखि सिडी छ, सिडी र विभिन्न जात जातिको झन्डाहरू, नेपालको राष्ट्रिय झन्डा लगाएर निकै आकर्षक घुम्ने ठाउँ बनाएको रहेछ यहाँ। फोटो जान्दैन सेल्फी फोटो होइन यो भिडियो। आज कुम्बासँग ठ्याक्कै ध्वजे डाँडामा भेट भएको छौँ हामी। मेरो यो मिनी भ्लग जस्तै हो। तपाईँहरूलाई स्वागत छ एकदम। हाम्रो चाहिँ अङ्कल ऋतु लिम्बूको भ्लगमा तपाईँहरू सबैलाई स्वागत छ, हामीलाई नि स्वागत छ। हो ध्वजे डाँडामा हामीलाई नि स्वागत छ। हावा सर यहाँ बादल सुब्बालाई यहाँ ल्याउनु पर्ने। She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook. ध्वजे डाँडाको अन्तिम डाँडामा हामी प्रवेश गर्दैछौँ। यता चाहिँ मगर समुदायको प्रतीकको रूपमा रहेको झन्डा रहेको रहेछ, लगाएको रहेछ। आइसालु चाहिँ पाकेको छैन है सर। तपाईँहरू देख्न सक्नुहुन्छ माथिको डाँडा चाहिँ अन्तिम गन्तव्य रहेको छ भने यहाँ चाहिँ समाधि स्थल भन्छ। मार्ला नि त्यो घरको धनीले। माथि पर्यो ध्वजे डाँडा, तल तम्बर दोभन, तल तम्बर दोभन हो। तल त्यहाँदेखि पुगेको छैन।
दझे धारापानी मूल संरक्षण पुनर्भरण पोखरी निर्माण योजना रहेछ तर यहाँ चाहिँ पानी छ जस्तो छैन। ल दझे डाँडाको अन्तिम सिडी चाहिँ उकालो रहेछ है। ल तपाईँ देख्न सक्नुहुन्छ आलु यतातिर असिना पानीले नकुटेको आलु हेर्नुहोस् कति राम्रो छ चट्टे परेको। वर्ल्ड लार्जेस्ट सेकेन्ड के अरे ग्रेट वाल दझे डाँडा। ठ्याक्कै डाँडाको एटिट्युड अफ दझे डाँडा 2250 मिटर अग्लो देख्न सक्नुहुन्छ तपाईँहरू सबै यहाँको बारेमा।